मेरो पैसा दिन्छ कि वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लगको साथमा आज पनि उपस्थित भइसकेको छु तपाईँहरूकै आफ्नो प्यारिस सेल्सनवार गाइज आज चाहिँ केटाकेटीहरूलाई मैले यो मोबाइल दिन तपाईँको पर्खरमा छु आज यिनीहरूले के बोल्छ त सुनिदिनु यिनीहरूले चाहिँ आज चाहिँ यिनीहरूलाई मोबाइल के भिडियो बनाउँदो रहेछ हेर्दै जानु होला कस्तो छ नि भयो वेलकम टु माई ब्लग होइन सोनिसीको ब्लग च्यानल मैले आज ब्लग बनाइदिएको अनि के भन्नु सोनीको प्यारो दाइ अब यो जिबाको हिँड्दै बोल्न यार के भएछ नि नाइ म बनाउँदिनँ लाज लाग्छ कति रुपियाँ बोल आज भिडियो बनाऊँ भनेको यो रामेहरूले के गर्नु यसलाई यिनीहरूलाई आएन यिनीहरूलाई दिएको मैले बोल ल आज तेरो मेरो भ्लगमा सार्वजनिक भ्लगमा आज तिमीहरू बोल भनेको बोलेन छ्या यिनीहरू आउँदैन मलाई आउँदैन भनेको मलाई भन्दा यिनीहरूलाई आउँदैन के भन्नु मेरो थोप्रा त यस्तै हो गाइस म त्यस्तो गरौँ न ठिकै छ नि त भएको नि त ओ अबिन कुकुरी ओ आम्मा हेर न हामीलाई चाहिँ ह्यान्डसम टलमा टल फिटनेस पियो सय थियो अब के भन्नु कसलाई के भन्नु म हो त हुनु केही छैन कालोमा कालो ह्यान्डसम छ हाम्रो नरेन्द्र मोदी इज द बेस्ट के भन्नु रिच किड इन आवर क्लासेस कसम मैले किन हारिसकेको छु साथीहरू भन्नुहुन्छ भने मैले 50 रुपियाँ उडाइसकेको छु यस्तै हो भिडियो बनाउँ भनेको भिडियो पनि बन्नु के हो आज थोरै भ्लग आउँछ थोरै छोड्नु भए चढ्छ गाडी भाडा हो अबिन यसले मलाई जबरजस्ती गर्छ छोडे यसो खल्चे गर्दा छोडे हेर न बेबी Welcome to back to my channel. Welcome to back to my channel. अहिले म रिस्किड भइसकेको छु साथीहरू भाउजू हेर्नुहोस् अहिले मलाई जबरजस्ती पैसा देखिँदै हुन्छ भाउजू अस्ति तपाईँले चाहिँ के भन्नुभएको थियो अरे दाइसँग झगडा गरे होइन त्यही भएर के भन्नु अब सुरु लवरहरूलाई छैन 10 रुपियाँ हेर्नुहोस् दादाहरू यसरी पैसा देखाइ आयो के हो र 28 वटा मिल्यो कि 28 वटा मेरो त 28 वटा मिलेन हो र आज मेरो त्यो वानको त मैले त खोला थिएँ त है वान र खम भनेको रेटी भने जस्तो लाग्थ्यो होइन त्यही त मैले दिवाकर सुधा त दिवाकरहरू कहाँ गइछ भान्जी त अनि ह्यान्डसम भएर बसिरहेको अहिले त्यहाँ भिडियो देखाएर नानी भान्जीले उडी हान्छ नो कट सिधै हो यहाँ किनभने आजको भिडियो थोरै हुन्छ नि त त्यही भएर अलिकति पनि कट हुँदैन यहाँ तिमीले सेयर नगर्यो उसले चाहिँ फेरि सर्च गरी हेर्दै देखिरहेको छ अरे हेर्दैन अरे होइन सोनीको ल दाजु बोल नरेन्द्र दाइ बोल्नुहोस् न समाउनुहोस् न मोबाइल समाउनुहोस् रामे दाजुको तुरु लभ गरेर यहाँ अहिले फाइट गरेर चाहिँ धेरै स्याडमा छ तर केही छैन हामीलाई बालै छैन नि त किन अर्जी गइसले भन्नु तपाईँलाई म 100 रुपियाँ दिन्छु तल भन्नु भने चाहिँ मैले यसलाई हाल्ने चाहिँ नरेन्द्र दाइ भन्छु फेल खायो भाइ म भन्छु ठिकै छ केही छैन तर अरू भाषामा फट्याङ राखिदिनु भन्नु त
अनि के अरे अरू अरू भन म भन्छु एबिलिटी एङ्ग्रो फटेर एनी एनर्जी ओरेन्ज कसले ओरेन्ज अरे दाइ नरेन्द्र के सुनिङ भन्नु त एनी एनर्जी नरेन्द्र अनि त्यसपछि म स्पेलिङ त मलाई खुर्क सागर के स्पेलिङ भन्नु त यसै आगर यसै जिएर यसै आगर सागर सोनी के स्पेलिङ भन्नु त यसै हो नि यसै हो नि अबिन के स्पेलिङ भन्नु त अबिन मेरो त भन्ने उ नै छैन के आउँदैन छैन ल भन्न त छन् त अनि तेरो स्पेलिङ कति राम्रो छ ल भन् त भन्नु न अबिन एबियन एबियन अबिन हो के हो आएन साथीहरू एबियन अबिन साथीहरू आएन यसलाई स्पेलिङ आयो 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 7 करोड 7 करोड त दिइसकेको छ हाम्रो नरेन्द्र दाइले हस्तान्तरण गर्न चाहन्छु किनभने म अहिले ब्याङ्क जाँदैछु दाइलाई 7 करोड दिनको लागि तालिका साथ स्वागत गरौँ हस्त धन्यवाद यहाँ रिच किट भएर पैसा लिएर हिँडेछ कोहीहरू आमा भाउजू यति धेरै पनि पैसा नदिनु मेरो दाइलाई यति धेरै पैसा पनि नदिनु होला कृपया मेरो दाइ मेरो 50 को पैसा हानेको के हो खायो 50 रुपैयाँ चोर्नी चोर को हदाइ थियो त्यो चोर को हो त्यो दाइ त्यो चोर को हो यहाँ त यहाँ लाउनु त्यसलाई म हानिदिइहाल्छु तर मलाई यसलाई के भनेर साथीहरू सुन्दै गर्नु होला सुन्ने सिकाएको के मलाई कस्तो ओइ कोही के सिकाएको मलाई पाटन दरबार भित्र सिधा के सिकाइरा मलाई पाटन दरबार भित्र छिर्दाखेरि यसमा त लगाएको छैन यो कोसँग डेटिङ भन्छ न डाटी हेर साथीहरू यस्तो गयो यसो के तपाईले गएस पाटन दरबार भन्छ तिम्रो गर्लफ्रेन्ड छ कि छैन छैन हाउ गर्न गर्दा अस्तिसम्म गर्लफ्रेन्डको फोटो छ राखेको त नि यसरी अनि अस्ति नै फेरि ब्रेकअप भयो रे सिङ्गल यस आइ एम सिङ्गल हो भने यसो छैन दिमाग नि छैन टेन्सन नि छैन मतलब नि छैन प्यास्तोल नि छैन के छैन प्यास्तोल प्यास्तोल नि छैन प्यास्तोल के छ तेरो प्यास्तोल नरेन्द्र हो के लभ परेर तर साँच्ची हो कि मैले नरेन्द्र दाइले चाहिँ नरेन्द्र दाइको लभ परेको छ भने चाहिँ मैले एक पर्सेन्ट पनि सोचेको थिइनँ क्या यति सोचो लाग्थ्यो 22 वर्ष लभ परेर अब त भएर के भन्न चाहनुहुन्छ कस्तो राम्रो छ नि अर्काको गर्लफ्रेन्ड हेरौँ भन्छ हेर्नुहोस् आउँछु क्या अर्काको गर्लफ्रेन्ड हेर्नु तिमीहरूलाई लाज लाग्दैन सुषमा कार्की हो कि रिभिल भइसक्यो यहाँ ब्यारी होइन कार्की त हो तर नाम चाहिँ होइन तर के हो नाम पनि थाहा छैन मलाई केही पनि यस विषयमा म निशब्द छु आइफोन इज द भेरी इम्पोर्टेन्ट इन आवर लाइफ सागर इज द मोस्ट इम्पोर्टेन्ट सुन्न तयार हामी आज काममा पनि जाँदैनौँ अनि रिलेसनमा बस्छ अनि बाउआमा तपाईँ अनि काका चाहिँ उडी हाल्यो कसलाई म त क्रिकेट हाल्यो नमस्ते त्यहाँदेखि मैले कान समातेँ अब त यो सानोसम्म गरिदिएर जातभातको कुरा नल्याउनु है मैले यहाँ युट्युबमा हामीले पनि छ होइन आफ्नो केटाकेटीहरू बुझ्छ कहाँ जान पैसा चाहिँ लिएन म घरमा उताबाट जान यताबाट खोइ दिवाकरहरू आज हाम्रो चरपट्टि पत्र नि खुल्या छैन किनभने पैसा पनि छैन हामीसँग त्यही भएर नखुलेको होला हाम्रो चरपट्टि खाने ठाउँ चाहिँ छैन खोइ 10 रुपियाँ देऊ न त पैसा
यतिको दाईहरू भएपछि 10 रुपियाँ 10 रुपियाँ उठायो भने गाडी भाडा हुन्छ चरपडाएर हुन्छ अब के भन्नु तिमीहरूलाई दाई बनाउनु पनि यति फाइदाको कुरा छ कि के मेरो यो चार्जर फेर्नु कतिलाई थाहा छ कस्तो कालो मेरो चार्जर फेर चार्जर यो क्या मेरो बिग्रेको थियो क्या होइन मोबाइलको 1200 लाग्यो नि 1200 बाटो छोड्दैन है भने घरि यता भुत्याउँछ घरि उता हुत्याउँछ यो दाइलाई त म त मारिदिन्छु होला हौ ठहरै पारिदिन्छु होला यस्तै छ मेरो मोबाइलको हालत चाहिँ कति कालो कि सेतो कि फेरि ताप गरम बढ्यो सबै गर्मी सर्मी बढ्यो गाला साला फुट्यो है भुँडीसुडी आन्द्रा भुँडी सबै निस्क्यो यसो यहाँ गर्ने हो सब ऱ्यापरहरू के गर्नु यस्तै छ यस्तो ऱ्यापरहरूको फेरि नवाजनसरलाई फेल हाने यार ताप गरम बढ्यो सबै आन्द्रा भुँडी निस्क्यो दाग भविष्यको ऱ्यापर भविष्यको ऱ्यापर होइन अहिलेको ऱ्यापरहरू प्रेजेन्टको ऱ्यापरहरू ताप गरम बढ्यो सबै सबै आन्द्रा भुँडी निस्क्यो दाँत साथ झऱ्यो लारङ यस्तो पैसा चाहिँ आज करन किन आएन खेलेर थाकेको छ कि होला कि स्विमिङ डेटिङ चाहिँ होला म्यादर हिजो दाइसँग के गर्नु सबैले दाइलाई घुमाउनु छ मेरो दाइ जस्तो त कोही छैन ल हिजो अस्ति है घुमाउनु लैजान भनेको पानी परिहाल्यो है ऊ त गयो भने एक्लै छैन मलाई त बाई बाई सागर लम्बी बाई 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 दाजु मेरो भिना रे अनि जाने साला भन्छ ओ मेरो भिना भेना ओ भेना कहाँ जाने अनि अहिले घर जाने र पैसा चाहिँ पसिना पुसिरहेको छु मैले हेर्नुहोस् यसले पैसा कस्तो रातो के हो यो कस्तो राम्रो ठाउँ छ क्या तर यो ठाउँ चाहिँ के भन्नुहुन्छ तपाईँ यहाँ मान्छेहरू यस्तो भिडियो बनाउँछ रामेहरू ठिकै छ किचन त भएको नि त नर्साउन त चासो लगाएर यस्तो यस्तो जिन्दगी के भन्छ भोग यो बोल्न यार मेरो युट्युबमा त के हो यस्तो युट्युबमा हाल्नु भनेको छैन यो फुललाई कति पर्छ अरूको साथीहरू होइन युट्युब भनेपछि त भुत्तुक्क भएर हुँदै नहुने कस्तो मजाले बोल्छ होइन मेरो साथीहरू त घाममा सिद्रा सुत्दाखेरि च्वाबर बस्छ के भयो होला तर सपोर्ट गर्दैन कसैले मेरो साथीहरूलाई ठिकै छ आई सपोर्ट यु बिकज मैले लाइक गरे हौ सब्सक्राइब पनि गरे हौ त त्यस्तो यिनीहरू यस्ता छन् क्या तर मैले कमेन्ट नि गरेको छैन छैन एक पनि गरेको छैन गएर हेर्न सक्नुहुनेछ अबिन घलान यहाँ बस्नु भन्ने जन्तुलाई यहाँ बस्ने है वाउ सो ब्युटिफुल यो आइम म नौटंकी गर्न त कसैले आउँदैन यो मुलाले मलाई सिंगल आइजो यहाँ यस्तो के सोनलाई हेपे भाइ तिमीहरूलाई बक्विट चाहियो होइन ल बक्विट बुकी अब मसँग तिमीहरूलाई अब हजारको दिन त पैसा छैन कि होइन अन्त केटाकेटीहरू मैले चाहिँ अन्त यो फुलको नाम के हो भन्नुहोस् तपाईँहरूले अनि तपाईँहरूले यो सित्तैमा पाउन हुन सक्ने छ सो गाइस मैले चाहिँ यो बोर्डबाट टिपेर राम्रो छ टिप्ने चाहिँ मैले टिपेको अब फोटो खिच्यौ है चप्पल निकाल्दिनँ ल लिएर अब चाहिँ जानुपर्ने हुन्छ हामीले भिडियो सिडियो बनाएर चट्टा लगाएर हामी अब हिँडिसकेको छौँ क्यामेरा बोक्नु त दाइ मोबाइल बोक्नु त दाइ मोबाइल बोक्नु पनि आउँदैन यस्ता छ येल्लो ग्यास गजब बेइज्जती यस्तो भेन्डेलाई हामीहरू त केही आउँदैन भने न मोबाइल बोक्न आउँछ न फोटो खिच्न नै आउँदैन गाइस मलाई यस्तो के भएको होला हेर न यहाँ यी फतरीहरू मेरो बेचत हान्दैछ नि त मेरो न फोटो खिच्न आउँछ न भिडियो बनाउन भेडिया हो न मलाई भिडियो बनाउन आउँछ न फोटो खिच्न अब के गर्नु त मोबाइलै चलाउन आउँदैन भने मोबाइल चलाउनु आउँदैन
जिन्दगी त मेरो सरर र ढ्याप्पै हुने भयो तर मार्छ नि होला हौ यस्तो देख्यो भने चाहिँ सरर र ढ्याप्प छ भाइ यसले त अब के बोल्छ हो यदि त फेरि हाम्रो यो सरकारी फुल मैले बाँच्नुको कुनै अस्तित्व छैन भने है मैले तिमीहरूलाई यतिको हान्न दुख्छ है के हाम्रो मन हुँदैन हामी केटा मान्छेको मन हुँदैन हामीले लाग्दैन अनि तँलाई जिउ दुख्दैन राम कस्तो हो पोल्यो यसरी डान्स गर्नुपर्छ त्यहाँ यसको डान्स हेरौँ लु भ्याकुते डान्स हाल्छ गाइज यसले भ्याकुते डान्स बिकज आई एम अ भेरी डान्सर भेरी डान्सर वेल डान्सर आई एम गोइङ टु हाउस त्यस्तै छ अब ल इङ्ग्लिस इङ्ग्लिस ल आज इङ्ग्लिस English, we are English talking, okay? यस Hello bro, namaste. नमस्ते नो गुड मर्निङ No, good morning. नमस्ते गरेपछि त नमस्ते गर्नु परिहाल्यो त हैन, greeting भन्छ greeting. भेटिङ Greeting. डेटिङ Greeting is नेपाली greeting. डेटिङ म मेरोमा हाल्नु न मलाई कस्तो राम्रो छ फुलको म्याच उही कस्तो पोल्या रणमतीहरूलाई भेटिङ अनि डेटिङ त्यस्तै हो नि त कस्तो ध्यान परेर जस्तो फिल भइरहेको त्यस्तै छ भ्या परिन्छ हो आफ्नो भोगले मऱ्यो अरू त छिटै हो अब होइन त कहाँ जाने हो पैसो छैन खाजा काम भने पैसा छैन खाना चाहिँ छ ओइ पैसा ए भाइ आज त पैसै छैन भने भाइ यो 2 दिनको लागि ठिक हुन्छ अनि फेरि माइसले मागेर लिएर छैन भएको पिप न झरो लु आमामा पुरा बाटोभरि फालेछ नि त अस्ति भिडियो बनाउने ठाउँमा आएको हामी चाहिँ अब यो यता हुनुहुन्छ दुबईको मधिसे अबु धाबीको अनि म चाहिँ अनि हिँडेको अब के गर्नु त भोक लागेर फ्या भयो चल्देको हिँडेको अन्त मेरो साथीहरू अब तैँले कहिले भिडियो हाल्छ भोलि संसारमा हामी यस्तै हालेको भिडियो तर्पे म आफ्नै त्यो मेरो भोइसले अलिकति त्यो इफेक्ट लगाएर अनि बना हो क्या त्यो भिडियो चाहिँ नि संसारबार हाल्ने हो लाइक पनि आउँदैन कमेन्ट पनि आउँदैन सब्सक्राइबर पनि छैन यस्तै छ जिन्दगी हौडे जिन्दगीमा के भन्नु छ र यो चाहिँ ब्याकग्राउन्ड हो क्या सर डिस्टर्ब यस्तो साथीहरू चाहिँ कहाँ पाउँदैन क्या भिडियो बनाउनु हुँदैन रेच्नु हुँदैन डिस्टर्ब हालिदिने कुराहरू हामीले डेस्कटप हानेको छैन के गर्नु अहिले पनि हो मलाई हात दुख्छ हौ मोबाइल यस्तो गर्दा के भयो होला त्यो एउटा लामो डन्ठो किन्नु पर्यो नि कुन डन्ठो दाजु के भन्छ त्यसलाई सेल्फी किन्दिन्न। स्टिक ए होइन मैले किन्दिन्न स्टिक अफ सेल्फी नलाई स्टिक यस्तो लाउनु न तपाईँको हात के युज गर्दैन सेल्फी स्टिक सेल्फी हानौला selfie सेल्फी हानौला अङ्गालो मारि पुऱ्याउँदै सेल्फी हानौला सेल्फी स्टिक किन्नुपर्छ भने हात थाक्दैन अनि रमाइलो हुन्छ यस्तो यस्तै छ गाइजहरू साथीहरू। अब के त्यहाँ गर्नु क्युआर छ है कहाँ? त्यहाँ क्युआर छ नि पैसा टुल्ने चाहिँ क्या हो यति छ उसकोमा पैसा नहुने त कुरै छैन नि त हो अझै हिँडेर जाने तेरो पुग्छ पुग्छस् उहाँ काममा पुग्छस् कति बज्यो कति ओ बज्यो 9 त भयो ए नि म यताबाट जान्छु दे बाई 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 रामे दाइ जल्दीको ल हामी चाहिँ अब हामी त 2 जना मात्र भइसकेको छ सबै गइसक्यो आफ्नो आफ्नो बाटो क्युआर अब भयो के गर्छ त अनि तैँले त्यहाँनिर वाइफाई नभएको त्यहाँ छैन वाइफाई उता गरेको त्यही त भोक लागेर करायो पनि भइसक्यो मैले भिडियो गरिरहेको थिएँ क्या भिडियो नै अफ भएछ क्या थोरै जाम छैन हेर्नुहोस् न बाटो त दुईटा बाइक देखेर जाम न दुईवटा बाइक मात्र छ यहाँ हामी यहाँ कट्ल कट्छ यहाँ गर्दैन कट्ल कति छन् आज ट्राफिक पनि रहेन यस्तो खालि चलिदिनु मात्र भन्छ चलिदिनु के हो पनि थाहा बिस्तारै आऊ न दाजुहरू दाजुहरू के गर्नु यस्तै छ तपाईँलाई कुवाको के गर्ने हामी ऊ
उतातिर खानुपर्छ फेरि जायो हुन्छ त्यही अरू त मैले आएको छैन के खाने हो पनि थाहा छैन आज खाजा खानुपर्ने हुन्छ कस्तो भोक लागेको आज हिँडेर जाने हो र तेरो बिदा हो र बिदा होइन पुग्छ हो 9 बजी हिँडेर गयो भने ल नि त ल के भन्ने हो र यसरी हिँडेरै जाने मन छ भने त हामी के नै भन्न चाहन्छौँ र यसरी मोबाइल बोकेर हिँड्नु पर्दा चाहिँ अलि खासमा नरमाइलो 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 के गर्नु थालिसक्यो होला अब कस्तो खालको मेरो कुरा चाहिँ यसले ध्यान दिएर सुनेको छ तर म भोलि आउँदिनँ यार कस्तो म हिजो नि आएको हो आज क्लास आएको भोलि आउँदिनँ ट्यालेन्टेडहरू नआउँदा नि हुन्छ घरमा मस्त पढिहाल्छ होइन साँच्चीको भन्नु पर्यो साथीहरू होइन हाम्रो केटाहरू होइन घरमा धुमधाम पढ्छ भने क्लासमा आएर हल्ला गरेर बस्छ यो चाहिँ साह्रै नहुने कुरा साह्रै नहुने बानी छ कि यिनीहरूको म इक्जाममा फेल हुन्छ भन्दाखेरि म फर्स्ट लिएर आउने मै हो के भन्ने साँच्ची क्या होइन घरमा धुमधाम पढ्छ अब हामी त पढ्दिनौँ हामी त पढ्नेवाला त होइन मान्छे धुमधाम देश बताएर अनि क्लास आयो हल्ला गऱ्यो के गर्नु मान्छे पढ्ने मान्छेहरू डिस्टर्ब हान्छ केटाहरू म त सोझी हो म त हल्ला नि गर्दिनँ त्यो चाहिँ हाँसेको छैन म त सोच्छु हल्ला नि गर्दिनँ यिनीहरू मात्र हल्ला गर्छ खालि नम्बर 1 त मै हो अब के भन्नु र अन्त जिन्दगीमा यति धेरै गरिब भयो कि यति धेरै गरिब भयो कि सिङ्गो सिकी लाउँछु भन्दा 250 गरिसकेको छैन कोरिया भविष्यमा यो घर किन्नेवालामा छु यो घर चाहिँ हामी चट्ट लगाएर किन्नेवाला छौँ साथीहरू अबको 1 वर्षमा हामी यो घर किन्नेवालामा छौँ साथीहरू इन्तजार के भन्छ इन्तजार गर्नु होला इन्तजार गर्नु होला हामीले पैसा जम्मा गरिसक्यो अब जम्मा कति नपुगे थाहा 3 करोड कति नपुग्यो थाहा छैन ल धेरै पैसा भएपछि थाहा हुँदैन क्या कति कति हुन्छ भनेर गाडी जाम भएको कति हुन्छ गाडी जाम पनि आम्मामा काठमाडौँमा मात्रै 6 जस्तै गरी जाम हुन्छ एउटा बाटो यस्तो भयो कि बच्चा कति छ कि केही के अरे नदेख्ने के अरे नचढ्ने भयो नछड्ने भयो किनकि तर म होइन अब म के भन्छु के भन्छु उसको चाहिँ मुख लटपटिन्छ के भयो मेरो भन्नु समस्याको समाधान गरिदिन्छ कि भनेको अब यसले के भन्छ हामी चाहिँ हिँडेर जाने हो र आज हिँडेर जाने हो सो अनि सोनीले मलाई पार्टनरमा लगेर खाजा खुवाउँछ अरे त्यही भएर म खुसी भएर हिँडेको यसले त मलाई भिकारी बनाउँछ भिकारी पैसा नभएको बेला साथीहरू यसको जिन्दगीलाई उडी हाल्नु पर्ला जस्तो छ म आसमा बना भिडियो पनि बनाने भिडियो म त के बोल्न आउँछ हो अन्त तँलाई जस्तो आउँदैन के बोल्न आउँछ बोल नमस्ते म चाहिँ अविन घला सोनीको साथी हो अनि म चाहिँ आज सोनी बिजी भएको कारणले गर्दाखेरि मैले भ्लग बनाएको छ नि त्यही भएर त सजिलो भयो त्यस्तो काम कसले पाउँछ सोनी सुनाले पाउँछ त्यस्तो काम कसले पाउँछ सोनी सुनवारले पाउँछ त्यो सस्तो सजिलो काम कसले पाउँछ सोनीले पाउँछ त्यस्तो राम्रो काम बारेमा के भन्न चाहन्छ होइन अब हेर्नुहोस् बेलुका 7 बजी आउँछ अफिसबाट अनि आएर अब खाना खान्छ भुक्लुकै सुन्छ पढ्दा नि पढ्दैन फेरि बिहान अब 4 बजी मैले फोन गरेर उठाउनु पर्ने हुन्छ फेरि आयो ग्यास आयो हल्ला गरेर गयो लास्टमा काम चाहिँ अनि उसो 12 बजे अफिस पनि क्या बबाल चाहिँ त्यस्तो काम पाउनु भनेको भाग्य मानिमा त 4 बजे उठाउँछु रे उही त 6 बजे उठ्छ इन आवर नेपाल हाम्रो त अब आएर अब के गर्नु त हाम्रो त 10 बजीदेखि अफिस हुन्छ 6 बजीसम्म कार्य छ तेरो राम्रो हो नि म 8 बजे आउनु 8:30 बजे घर आइपुग्छु अनि यो घरमा आएर नै फेरि 2 घन्टा सुतेर जान्छ काम मान्छेले पकाएको खाना खाएर जान्छ हो
क्लास जाँदा चाहिँ मलाई सजिलो हो यो आइमाहरू के भएको यहाँ केटा मान्छे एक्लै भएर मैले खाना पकाएर खानु परेन यो त्यसमा मसँग बस्छु ल ल ल मैले राख भात पकाएर दिन्छु बेलुकातिर काम त्यहाँ बिहान मेरो काम यतिको भन्ने केटी पाएपछि म अहिले पे गरेर लगिहाल्छु नि राडा थोरै न म जान्छु मसँग जान्न म भाइ उसले मलाई घर गइराख्ने क्या अब म चाहिँ त्यति एक्सेप्ट गर्छु किनकि मसँग हेर बुहारी नानी यसले त मलाई आँखा मार्न थालिसक्यो तपाईँ तिमी के भन्न चाहन्छौ होइन चाहनुहुन्छ चाहनुहुन्छ त्यो पाइते लाग्ने है केटाहरू त यस्तै हो क्या कामै छैन केटीहरू यस्तो हुन्छ नि एउटा केटा लोयल बसिरहेको हुन्छ अर्को चिटिङ गरिरहेको हुन्छ क्या अन्त अब देख्न सक्नुहुन्छ तर यसकै एक्स हो त्यस्तो चाहिँ हामी होइन मेरै एक्स हो के गर्ने र अन्त अहिले त प्याच भएर फेरि फ्याक्स भइसक्यो यतिको बोयमेन चाहिँ हुनु पऱ्यो क्या अर्काको के अरे थाहा भयो भने पनि प्याचअप गर्ने इज द मोस्ट ट्यालेन्टेड मै लोयल जिन्दगीमा धेरै लोयल बस्यो अब त्यो बस्दिनँ किनकि अब म दुबई जानेवालामा छु अनि म सोनीलाई पैसा कमाएर इन्डिया पनि नछिर्ला जस्तो छ अब के भन्ने हो र त्यस्तै हो सबै केटीहरू त्यस्तो हुँदैन सबै केटाहरू त्यस्तो सही बात यु आर भेरी राइट एन्सर या मलाई त्यस्तो लाग्दैन मलाई किनकि लाग्दैन मलाई लाग्छ रे तर लाग्छ रे लाग्दैन भने अब त्यस्तै हो तिमीले के भन्न यस्ता खोजेको लभ सबको कुरा नगर केटाकेटी हो आफ्नो आनन्दमा चिलमा जिउनुपर्छ जिन्दगी फेरेस घिन्दाङ पुरै हुन्छ नि त अब पखेडामा उठ्नुपर्छ हामीलाई त मलाई चाहिँ बाल छैन म्या कसम आज भयो मलाई अस्तिको बाल लाग्दैन रणमतीहरू जसोको त्यसै गरोस् बाल लाग्दैन त्यही भएर मेरो 6 वर्षको रिलेसनसिप छ भनौँ यो क्या बाल लाग्यो योसँग मेरो रिलेसन 6 वर्षको भइसक्यो साथीहरू तपाईँहरू के भन्न चाहनुहुन्छ तर उसले मलाई जहिले पिट्छ राडा तर मैले कहिले पिड्यो है पिट्छ अन्त पिडेछु नि ओ भाई मारो मुझे मारो यो अहिले एक पिटिए कहिले पिट्छु भन्न झन् मलाई त उसको रुममा जाँदा कति पिट्छ होइन तर यस्तो मेरो रुममा कहिले गइस रुममा होइन उसले काम गरेको ठाउँमा गएको थिएँ यति धेरै खानेकुरा बनाएर दिएको है के गर्नु अहिलेसम्म मेरो यादव हाम्रो ठाउँमा आउने मान्छेहरूलाई चाहिँ म सबैलाई फ्रीमा आउँछु भन्नु रे अनि सबै आउनु रे म त घिन्दाङ हुन्थ्यो 15,000 आएको सेलेरी सब चाहिँ 15,000 चाहिँ होइन है चाहिँ पाइँदैन र अब हाम्रो गाउँ तर होइन साथीहरू यसको बेस्ट फ्रेन्ड पनि छ मेरो बेस्ट फ्रेन्ड पनि छैन तर पनि हामी दुईजनाको बेस्ट फ्रेन्ड भयो भने आफ्नो बेस्ट फ्रेन्ड भयो भने बेस्ट फ्रेन्ड भन्दा अफ गर्छौँ भयो यसको गर्लफ्रेन्ड छ तर योसँग हिँड्छ क्या प्रायः मैसँग हिँड्छ यो के भन्नु चाहिँ बोयफ्रेन्ड छ मसँग मसँग हिँड्छ म पनि एउटा बोयफ्रेन्ड पाउनु पऱ्यो भने यसलाई मैले खोज्दैन भनेको यता यिनीहरूको गाउँतिर त ह्यान्डसम केटाहरू पाउँछ नि त खोज्दैन त बाबु एउटा तँलाई म 10,000 टिका तर 10,000 टिका लाएर 1,000 रुपियाँ दिन्छु भनेको मान्दैन के गर्नु साथीहरू यस्तो साथीहरू कसको चाहिँ छ होला क्या सोनी सुनारको छ सोनी सुनार यस्तो साथीहरू चाहिँ शत्रुको पनि नपरोस् एउटा बोयफ्रेन्ड खोज्दैन भन्दा पनि नखोजिदिने एउटा बोयफ्रेन्ड खोज्दैन त भन्ने भन्दा पनि नखोजिदिने यस्ता साथी हुन्छन् होइन उसको ठुलो लप्पालप परिसक्यो अब 6 वर्ष भइसक्यो मान्छेहरूको है के खोजिदिनु मान्छेको के अब मुटु टुक्रा गरिदिनु भनेर मात्र हो क्या नत्र भने मलाई सोच्न त कति आउँछ हुन्छ 6 वर्ष रिलेसनमा बस्ने मान्छे को होला क्या यो त्यसमा सोनी सुनार ल कोही छ भने मेन्सन गरिहाल्नु नि त मेरो 6 वर्षको टिक्ने रिलेसन चाहिँ को रहेछ त्यसलाई मेन्सन गरिहाल्नु साथीहरू तपाईँहरूले चिन्नुहुन्छ भने मेन्सन गर्दा हुन्छ आन्टीहरू हामी चाहिँ ल अहिले मै गरिदिनु त ल मै गरिदिन्छु ल ल हेर्दै गर्नु होला साथीहरू यसले मेन्सन गरेर यसलाई म ढुट्टा हाल्छु
टिकटकमा हाल्नुपर्ने हुन्छ यो पोस्ट चाहिँ अन्त त्यही भएर चाहिँ अन्त हो ल मैले यो पोस्ट टिकटकमा हाल्दैछु मेरो बोयफ्रेन्ड को छ भनेर रिभिल गरेर यसले मेरोमा के हो अरे ट्याग हान्दैछ साथीहरू टिकटकमा गएर हेर्नु होला हस्त टिकटक धन्यवाद नेम चाहिँ सरी सुनवार वा नै हो क्या मेरो युट्युबमा के छ त्यसले त्यही छ मेरो टिकटकमा नाम तपाईँ हेर्न नभुल्नु होला भन्नु न हेर्न नभुल्नु होला म त पसिनाले विरक्त भइसक्यो कतिवटा यस्तै हो उहाँ चाहिँ अब हामी खाजा खाने ठाउँमा गएर बोल्नुपर्ने हुन्छ खाजा खाने ठाउँमा आइसक्यो यसले मलाई के खुवाउनु ल्याएको छ यहाँ यसले मलाई भिकारी बनाउने भयो कस्तो मेरो अनुहार त त्यस्तै त्यस्तै ठाउँमा आउँछु मिठाई पसलमा आउँछु म अर्के अब तरकारी पनि अब चाहिँ हाम्रो आफ्नो आफ्नो बाटोतिर लाग्नुपर्ने हुन्छ बाई 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 डार्लिङ बाई 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 थ्याङ्क यू सो मच यो लभ इज फुल बाई बाई ल बाई बाई साथीहरू अब हामी आफ्नो आफ्नो घरतिर जानुपर्ने हुन्छ चट्ट लाएर आजको भिडियो चाहिँ यति नै कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला नयाँ छ भने हिन्ताङ गरेर सब्सक्राइब गर्नु होला कस्तो अनुहार पनि हो मेरो त हस् त धन्यवाद साथीहरू